Every company has room for the person who has capacity to give advantage of that company. हर जग्गा तपाईको लागि त्यो कोठा खाली छ, त्यो ठाउँ खाली छ, लाखौं रुपियाँ तपाईको लागि महिनामा दिनको लागि तयार छ। यदि तपाईले त्यो कम्पनीको फाइदा, यदि तपाई 10 लाख रुपियाँ फाइदा दिनुहुन्छ एउटा कम्पनीलाई, त्यो तपाईले 1 लाख रुपियाँ महिनाको तपाईले तनखा अवश्य पाउँछ। तपाईले जागिर छोड्छु भने पनि त्यो कम्पनीले तपाईलाई राख्छ, किनकि कम्पनीले पनि फाइदा चाहन्छ। त्यो फाइदा दिने व्यक्ति तपाई हुन सक्छ। यदि तपाईले कसैलाई फाइदा दिन सकेन, चाहे कम्पनी होस्, चाहे परिवार होस्, चाहे श्रीमान होस्, चाहे श्रीमती होस्, चाहे बालबच्चा जसले पनि, यदि तपाई इफ यु अनएबल टु गिभ एडभान्टेज बेनिफिट, तो सम्झनुस् यु विल बी रिजेक्टेड। परिवारबाट तपाईलाई हटाइन्छ, कम्पनीबाट तपाईलाई हटाइन्छ, साथीभाइबाट तपाईलाई हटाइन्छ। तो जिन्दगीमा सिर्फ दिन सिक्नुस्। यदि तपाईं 1 लाख रुपियाँ चाहनुहुन्छ महिनामा कमाउन चाहनुहुन्छ, तो 10 लाख रुपियाँ कमाएर दिन सिक्नुस्। इन द जोय अफ अदर्स, थिंक विन विन। यानी पहिला तो जो व्यक्तिले तपाईबाट सेवा लिँदैछन् या तपाईको सामान किन्दैछन्, त्यो व्यक्ति खुसी हुनुपर्छ पहिला। त्यसपछि तपाई आई एम नट डुइङ बिजनेस, आई एम नट सेलिङ प्रोडक्ट, आई एम सेलिङ ह्याप्पीनेस। Let him be happy, let she be happy, everyone should be happy, then after I will be. By this sense, you need to jump into your project. I am not selling product, I am selling happiness. म पहिला अरूलाई खुसी बनाउँछु। अब तपाई कहीँ नोकरी कम्पनीमा जब गर्नुहुन्छ, तो मालिक खुसी हुन्छ। मालिक केले खुसी हुन्छ? पैसा कमाएर दिनु पर्यो। तो यानी दिन सिक्नुस्। Go and be a good giver. यही हो जीवन। जुन दिन तपाईले दिन छोड्यो, चाहे तपाईको परिवार होस्, फ्यामिली होस्, जुन दिन तपाईले दिन छोड सक्नु भएन, तो सम्झनुस् your life begin to end the day you unable to give something advantage of your family, of your company, doesn't matter. हरेक व्यक्तिलाई तपाईले केही न केही दिनुपर्छ। यदि दिन सकेन, बिगिन टु एन्ड, तपाईको अन्त हुन सुरुवात भयो, यो जान्नुस्। जय सियाराम।